सर हाम्रो यो चाहिँ बम डिस्पोजल हो होइन सर, यो चाहिँ खासमा नेपाल आर्मीले पनि बनाएको हो। अनि हामीले चाहिँ त्यही नेपाल आर्मीले बनाएको यो मोडलको रिफरेन्स लिएर चाहिँ अब त्यसको मिनी भर्जन भनौँ न, त्यसरी यो मिनी भर्जन चाहिँ बनाएको हौँ। अब यो इन्स्ट्रुमेन्टमा चाहिँ के छ भन्दाखेरि यो तीनटा जुन छ नि यो चाहिँ सर्भो मोटर हो, अनि यो चाहिँ रिसिभर हो र यो चाहिँ ब्याट्री हो। अब यो सर्भो मिटरको काम के हो, सर्भो मोटरको काम के हो भन्दाखेरि यो सर्भो मोटरले चाहिँ जुन यो पार्टहरू छ हो त्यसको मुभमेन्ट गर्नलाई हेल्प गर्छ है। अनि यो जुन यो रिमोट छ नि यो रिमोटबाट पठाएको इन्फर्मेसन चाहिँ यो रिसिभरले रिसिभ गर्ने भयो हो, अनि त्यही इन्फर्मेसनलाई फेरि यसले सर्भो मोटरमा पठाउँछ र यो मुभमेन्टहरू पोसिबल छ होइन। अब यो ब्याट्री भनेको चाहिँ अब यो सबैलाई पावर दिनको लागि हामीले युज गरेको हौँ। अब यसलाई चाहिँ हामीले टाढैको रेन्जबाट पनि चलाउन मिल्छ। अब यसलाई चलाउँदाखेरि यसको काम के हो भन्दाखेरि अब बमलाई चाहिँ अब टिपेर एउटा ठाउँमा लगेर त्यो बमलाई डिस्पोज गर्ने हो, बम च्याम्बरमा राखेर चाहिँ डिस्पोज गर्ने हो। अनि हामीले अब बमहरू पनि डिफ्रेन्ट टाइप्सको हुन्छ। अब त्यो तारवाला बम पनि हामीले काट्दाखेरि त्यो डिस्पोज नहुन सक्छ होइन। त्यस्तो हुँदाखेरि ह्युमनहरूले त्यो डिस्पोज गर्ने काम गर्यो भने त्यो एकदमै रिस्क हुन्छ नि त, ह्युमनहरूको त ज्यानै जोखिममा जाने हुन्छ। त्यही भएर चाहिँ हामीले यो डिभाइस बनाएको हो, यसले चाहिँ यसलाई डिस्पोज गर्ने भयो। हस्, थ्याङ्क